हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। तपाईहरु कस्तो हुनुहुन्छ? म त ठिकै नै छु गाइस। ठिकै छु भन्दा पनि भर्खर जाति भएको। हिजोसम्म पुरा आँखा दुखिरहेको थियो र हिजो गएर क्लिनिकमा गएर देखाएँ गाइस। अन्त त्यही भएर अलिक जाति भयो। अहिले राम्रो नै छु गाइस। आज पुरा गरम छ न हो, चट्टा घाम लागेको जस्तो भइरहेको छ गाइस हाम्रो गाउँमा आज। गाइस अब म त सलाद बनाइकिन खान आँटेको। मलाई त नर्मली सलाद मनपर्छ। तपाईहरुलाई कस्तो टाइपको सलाद मनपर्छ गाइस? एकदम पिरो नर्मली? मलाई त हल्का पिरो, त्यस्तो पिरो पनि मन पर्दैन। सादा सादा खान मन लाग्छ। यसरी सिनो मसिनो पार्नुपर्छ गाइस। अनि गाइस तपाईहरु के गर्नुहुँदैछ? तपाईहरु कस्तो हुनुहुन्छ गाइस? तपाईहरु ठिकै हुनुहुन्छ होला है? म त निकै जाति भयो नि गाइस। आज अलिक फ्रेस लाग्दैछ मलाई। हिजोसम्म त कस्तो साह्रो लाग्यो। हिजोसम्म त कस्तो भइरहेको थियो गाइस। गरम महिना पनि बढेछ गाइस नि। तर गरम हुँदा पनि पिर, जाडो हुँदा पनि पिर है। हामी केमा जस छैन गाइस। तर कोकोलाई सलाद मनपर्छ गाइस? कमेन्ट गर्नु है तपाईहरुले। मलाई त मनपर्छ गाइस। तर गरममा खानु चाहिँ कति मजा आउँछ। सक्यो काम? खोइ ललित, भोक लागेन? ए आजसम्म सक्दैन भाइ त्यो? पाक्यो, रेडी भयो। सलाद बनाएको। भेन्डीको सब्जी, दाल भात। अब यही सलाद बनाउँछु। गरम भएर बेसी